वेलकम टु माई सेकेन्ड ब्लग। सो अहिले चाहिँ बिहानको 5:15-20 भइसकेको छ। सो म छिटो उठ्नुको कारण चाहिँ हजुरहरूलाई थाहा भइसक्यो होला थम्बनेल हेरेर। सो अब चाहिँ म नुहाउन जान लाग्यो। One eternity later. Once again welcome back हैन। म चाहिँ बिर्सिहाल्छु के बनाउँदै बिर्सिन्छु। होइन होला के हो यसरी कहिले बनाएन त्यही भएर अक्वर्ड लागिरहेको हुन्छ। नो प्रब्लम, लेट्स ट्राई दिस टाइम। डेली बनाउँछु म डेली भन्दा नि म बनाउँछु हैन, तर म चाहिँ डिलिट गरिहाल्छु के। मगर क्यों? सो यो चाहिँ दुईटा बसहरू भयो। यता छ हाम्रो कलेज। भूमिया यता त गुड मर्निङ काका। गुड मर्निङ। हेलो पूजा, गुड मर्निङ। कतिखेर आयो? 1 घण्टा अगाडि। ए कस्तो भइरह? हाउज योर प्रिपरेसन? के को लागि त? डान्सको लागि? बाल हुन्छ त्यसो भए। आग लगाइदिए। सिस्टम पार देंगे, सिस्टम पार देंगे। पूजा त्यही के भइरह? अरे मैं क्या बताऊं मैं क्या बताऊं? यहाँबाट हिँड्न लाग्यो। म पनि ब्लगर हो यहाँ। अनि सो ऊ चाहिँ तिम्रो नाम इन्ट्रोडक्सन गरिदेऊ न पुरै। मेरो नाम रियापन। त्यसो नगर न। ऊ चाहिँ मिस्टर के बोले मिसेस फ्रेसर हो। सो हामीले त इन्फर्म पनि गरे होइन। चलो। ऊ चाहिँ मेरो ब्यागै। यो कसको ब्याग हो हेर, यत्रो ब्यागहरू लिएर आएछन् यार मान्छेहरू। मेरो सिम्पल एउटा के अरे सर्ट र प्यान्ट मात्र हो। लागेको ल। दिमाग खराब मत कर दिमाग खराब हो रहा है। Few moments later. सुन्नु एक नै बन्द छ यो। एकचोटि सुन्नु न, जसले होइन समोसा खाँदैन त्यसले 2टा अन्डा होला नि त। सो हामीले चाहिँ नास्तामा चाहिँ एउटा समोसा दिनुभएको, अनि मलाई चाहिँ 2टा अन्डा कहाँ गयो? 2टा तेरे प्यार में दिल हार के मैंने क्या पाया क्या गवाया। चाहिँ चिसा पानीले लग्यो खानासाना खानलाई। यहाँको चाहिँ म देखाइदिन्छु। अनि यो चाहिँ खाने हो। त लगेन नि, यहाँबाट लग्ने। अब चाहिँ बोटिङ गर्ने टाइम है गाइस।
साइडबाट क्यान्सर भयो यताबाट पनि राम्रो हान न यार पुस गर्न भने उ ढुङ्गामा राख टप्पु ढुङ्गामा पुस गर्न एक बोर्डले अर्को बोर्डलाई फोटो भिडियो बनाउनु फेरि साथीहरु याउला नाति तर उता छ कि एक छ हजुर एक भनेको के पनि अन्डरग्राउन्ड छ त्यहाँ 2 किलोमिटर जति गाह्रो छ नि One eternity later. सो हामी चाहिँ गर्दिया पुगिसक्यो रिसोर्टमा पुगे हम भर्खरै पुगे सबैहरू भइसक्यो खान मलाई ज्वरो आएर यस्तो भइसक्यो खान यो केही भर्खर मुक्तको भयो अब हामी फाइनली पुग्यो कहाँ पुग्यो रिसोर्टको नाम के हो अरे यहाँ अगाडि होला त किन के वाला सो अहिले चाहिँ हामी यहाँ रिसोर्टमा पुगेका छौँ केटीहरूलाई चाहिँ जहाँ प्रोग्रामहरू भइरहेको त्यही राखेको छ हामीलाई चाहिँ पुरानै रिसोर्टमा राखेको छ आज चाहिँ पहिले चाहिँ ढिलै भएको थियो प्रोग्राम चाहिँ आज चाहिँ छिटै हुनेहरू चाहिँ हुने अरे सो यहाँको भ्यू साइडमा खोलाहरू झन् बब्बाल देख्यो अनि नि बसेको थियौँ अरे भाइ तँलाई डिस्काउन्ट पनि हाल्छ मान गाली दिने नि पाइन्छ एउटामा बस्ने यिनीहरू यहाँ रुममा अघिकै सालको रुम हो सेम रुम बेडहरू मात्र चेन्ज भएको छ डबल बेडहरू छ 6जनालाई हाले हम फेरि हाम्रो त्यो रुमहरू चाहिँ क्यान्सल भयो अरे क्या अनि चाहिँ अब चाहिँ हाम्रो अर्को रिसोर्टमा पठाउने क्या त्यही भएर हामी यहाँ वेटिङमा योवाला थियो पहिला चाहिँ अलिक क्यान्सल भएर फेरि उता कता गैडामा पुरानो जामा हाम्रो पहिला प्रोग्राम भएको थियो त्यहाँ पठाउने रे फेरि फिर्ता फेरि यतै फिर्ता अरे क्या अझ यहीँ फिर्ता अब निस्किन आँटेको यो अब चिसो हुन्छ राति त्यही भएर चाहिँ ज्याकेट भयो यहाँबाट चाहिँ आई थिङ्क 5-10 मिनट लाग्छ होला राति त अब राति 1-2 बज्छ सायद आउनु आउनु एउटा रुममा छौँ कतिजना छौँ हामी 4-5 जना छौँ एउटै रुममा सो क्या ही बोलूं मैं म त एक्लै हुने भयो त फोन दाइहरूसँग यहाँबाट चाहिँ 10 मिनट 15 मिनट लाग्छ होला 10 मिनट त लाग्छ 10 मिनट 15 मिनट लाग्छ तिनीहरू गएको हुन् र होइनन् होला सो भेन्यू चाहिँ रेडी भइसकेको छ यहाँ सिनियरहरूले के अरे रेडी गरिसक्नु भएको छ सानो छ ठाउँ तर राम्रै छ भएर अब म देखाउँ भयो सानो ठाउँ छ तर दामी बनाएको छ पहिला हाम्रो चाहिँ ठुलो थियो ठिकै छ केही छैन मान्छेहरू पनि थोरै छन् होइन प्रोग्राम चाहिँ स्टार्ट भइसकेको भर्खरै स्पिच सोध्यो अनि के भन्छ त्यो डिएसयुमा उद्घाटन म भन्दाखेरि Now recently, volunteer and pursuing my bachelor's in healthcare management at Atlantic College in Boston.
Today, introducing myself is as glorious as we became a part of one of the top institutes of our province. Hope to flourish my upcoming journey with talented, intellectual and loving professor, and to bring me a warm gratitude to all my seniors, guidance counselors, and all my fellow members. I am Vaidhi Jagse, was a student of Visible Academy where I completed my +2, and now currently studying PNCM in one of the renowned colleges of our province, Amity College. Opportunities to make ambitions in reality. Thank Utang tay. May jockey din na. Jockey tu. So this is a typical Bharat dance that all the visitors to Bharat observe. So I'm going to present to you. Enjoy typical Bharat dance of Bharat. Enjoy. A few moments later. के भइरहेको छ मलाई पनि थाहा छैन लास्ट बोरिङ एकर्डिङ टु मेरो ओपिनियन है फेरि मैले त हाम्रो पालिमा त रमाइलो भएको थियो मैले त धेरै बोरिङ लाग्यो The titles lasted in Bardia only. A year had just gone by. These fellows must be missing last year's awards, but they have to confer this responsibility to others now. I used to see the winner of Mr. Fresher 2025, and he will be crowned by 2024 Mr. Fresher Anil Pandey. Can I hear well louder cheer for Ayush Joshi, please? Looks to be a very promising boy. In 24 hours only, this boy has amazed each and everyone, and finally lifts the title in some hours only. And receiving this special honor in the very early hour of 13th of Mangsi 2025. Massive congratulations, Ayush Joshi. You thoroughly deserve this. You thoroughly deserve this award. And congratulations to you. Ring your parents, perhaps they are asleep and even they will be so happy this evening. Congratulations. Can I hear one loudest cheer for Ayush Joshi as well? अरे बजाउनु बजाउनु
मिल्को ट्याङ मान्छेले बसाउनु बिबिए वाला नहोस् ए दाइ बिबिए वाला नहोस् Very simple. Spin around 5 times and walk straight. Spin around 5 times and walk wrong. Music. That's the boys. 1, 2, 3, go. पासबाट है Call your partner. Call your partner and talk to her on loudspeaker. Let me say something. See, it's almost 22 past 12 o'clock. She lives in village. I guess she must have slept now. Anyway, I am bringing her. स्पिकरमा छ बोल्नु सर 1 मिनेट जति It's in one switch off. घर अरूकोमै गइरहेको कल गइरहेको छ माई लाइफ जुम भइरहेको Oh shit.
अहिले वेलकम ब्याक अगेन। सो हामी चाहिँ अहिले घर फर्किन आँटेको। अहिले चाहिँ हामी हतार नपुग्न लाग्छौँ। आजको दिनमा भ्लग गर्न पाएन, आजको पुरै दिन देखाउनै पाएन। के हराएर पनि तनाव भएको थियो, त्यही भएर नि हो थाकिएको थियो, त्यही भएर हिजो बनाउन पाएन। हामी चाहिँ अतारै पुगेको थियौँ। अब आजको भ्लग चाहिँ यहीँले गर्नुपर्दा सम्म सबै सुतेको थियो। अहिले उठान डान्स अब घर पुग्ने बेला। Thanks. Love you.